नमस्कार दर्शकवृन्द, नेपाली टिभी युरोपको एउटा विशेष कार्यक्रम एनटिभी विशेषको नयाँ श्रृङ्खलामा यहाँहरू सबैलाई हार्दिक स्वागत अभिवादन। म ध्रुव राजरियाल र आजको कार्यक्रममा मसँग छलफलका लागि आउनुभएको छ अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानका अध्यक्ष विकल चन्द्र आचार्य। उहाँ मुटु रोगका बारेमा जनचेतना फैलाउने लगायतका अन्य सहयोगका कामहरू गर्ने एउटा अर्गनाइजेसन नेपालिज हार्ट फाउन्डेसनका अध्यक्ष समेत हुनुहुन्छ। विकलजी, कार्यक्रममा यहाँलाई स्वागत छ। नमस्कार, धन्यवाद। र तपाईँ एकजना साहित्यकार, मैले बुझेअनुसार, मैले चिनेअनुसार तपाईँ बेलायतमा लामो समयदेखि रेस्टुरेन्ट व्यवसायमा पनि संलग्न हुनुहुन्छ। त्यो मानेमा तपाईँ एकजना व्यवसायी पनि, र केही वर्ष अगाडि तपाईँ यहाँको कुनै एक युनिभर्सिटीमा प्राध्यापकको रूपमा पनि कार्यरत हुनुहुन्थ्यो र अहिले चाहिँ जल्दो बल्दो रूपमा तपाईँ नेपालिज हार्ट फाउन्डेसनको अध्यक्ष भनेर यहाँको कम्युनिटीमा चिनिनुहुन्छ। त्यसै गरेर मान्छेहरूले तपाईँलाई चिन्छन्। यो कसरी संयोग मिल्यो? कस्तो संयोग? धन्यवाद। आज यस ठाउँमा आएर दुई चार शब्द बोल्न पाएकोमा म आभारी छु। मेरो घर गोर्खा। म 1993 सालमा आफ्नो सपनाहरूलाई साँच्दै छात्रवृत्ति पाएर म यही लेभल गर्नको निमित्त बेलायतमा आएको। त्यस अनुरूप मैले आफ्नो चेन्नईमा अध्ययनहरू गरेँ। मैले MBA बकिङहाम युनिभर्सिटीबाट गरेँ 2000मा। त्यसपछि म आफ्नो रेस्टुरेन्ट व्यवसायमा संलग्न भएँ र 2008मा चाहिँ मलाई चाहिँ अचानक रूपमा चाहिँ म बिरामी भएँ। मुटु रोग मलाई चाहिँ हार्ट एट्याक भयो। त्यसपछिका दिनहरूमा मैले धेरै समय अवेरनेसको कुराहरूमा र साहित्यमा मैले सम्मिलित भएको छु। पहिलो सुरुका अवस्थाहरूमा म बिरामी भएपछिका त्यो बेलाका मेरो भावनाहरू, मनोदशाहरू, मनोवेगहरू के हुँदो रहेछ त एउटा बिरामी भएका मान्छेहरूको दिनचर्या भनेर मैले दैनिकीको शैलीमा एउटा किताब मैले चाहिँ कोरेको थिएँ। त्यो कोरेपछि मैले लन्डनमा मुटु दुख्दा भन्ने किताब मैले 2010मा प्रकाशित गरेँ। त्यही सिलसिलामा मलाई चाहिँ विभिन्न माध्यमबाट अवेरनेस फैलाउने चाहिँ काम जागरुक हुन चाहिँ मनसा आएर मैले 2010मा नै कोरोनरी मुटु रोग भन्ने चाहिँ मेडिकल किताब मैले स्वयं अध्ययन गरेर युनिभर्सिटीमा पनि पढेर मैले चाहिँ मान्छेहरूलाई जानकारी होस्। मान्छेहरू मलाई चाहिँ के लाग्यो भन्दाखेरि सानो एउटा चाहिँ जानकारी भएको भए पनि सायद मलाई चाहिँ रोग लाग्दैन थियो कि त, अथवा म पनि सचेत भएको भए मलाई पनि त्योबाट म बच्न सक्ने थिएँ कि भन्ने किसिमको कुराहरू आएर तपाईँलाई हृदयघात भयो, तपाईँ मुटु रोगको शिकार हुनुभयो, तब चाहिँ यही रोग सम्बन्धी सचेतना फैलाउनको लागि केही गरौँ भनेर तपाईँले दुईवटा किताबहरू पनि निकाल्नु भयो। त्यसपछि नेपालिज हार्ट फाउन्डेसनमा पनि आबद्ध हुनुभयो र मान्छेहरूको एउटा जनरल बुझाइ चाहिँ कस्तो छ भन्दा मुटु रोग लागेपछि सकियो हैन, त्यसपछि चाहिँ मान्छे रिकभर पहिलाकै अवस्थामा रिकभर हुन सम्भव छैन भन्ने खालको एउटा डर भयो। त्यस्तो छ। तपाईँमा चाहिँ यो कन्फिडेन्स कसरी आयो? यो चाहिँ के भन्दा पहिलो कुरा हामीमा के भन्छ चेतनाको कमी भयो। मेरो अध्ययनमा अथवा चाहिँ यहाँ पाइने सामग्रीहरूबाट के बुझिन्छ भन्दाखेरि कोरोनरी मुटु रोग भन्ने किसिमको अहिलेको चाहिँ समयमा, अहिलेको जुन एडभान्स युगमा तपाईँ समयमा हस्पिटल पुग्नुभयो भने यी सामान्य हुनसक्छ। तर समयमा हस्पिटल पुग्नु पर्यो र रोग लागिसकेपछि तपाईँ मनोबल उच्च राखेर मान्छेहरू काम गर्न सकिन्छ, नर्मल रूपमा जीवनयापन गर्न सकिन्छ भन्ने सन्देश दिनु मेरो चाहिँ किताब लेख्नुको अभिप्राय पनि त्यही हो। र सुरुमा चाहिँ के छ मान्छेले पहिला अवेर गर्नु पर्यो। हाम्रो चाहिँ जानकारी कमी छ, के हो त मुटु रोग भनेको भन्ने कुराहरूमा हामीमा चेतनाको कमी, ज्ञानको कमी, विवेकको कमी छ। त्यस कारणले मलाई चाहिँ के लाग्छ भन्दा सामान्य मान्छेले पनि आफ्नो न्यूनतम स्वास्थ्यका जीवनको बारेमा, जीवनशैलीको बारेमा जानकारी राख्नु उपयुक्त हुन्छ। र जहिले पनि मैले चाहिँ म आफू बिरामी भएपछि चाहिँ मान्छेलाई के आग्रह गर्छु भन्दाखेरि आफ्नो स्वास्थ्यको नम्बर जानौँ। जस्तो तपाईँलाई आफ्नो उमेर, आफ्नो ठेगाना र आफ्नो चाहिँ जन्ममिति थाहा भए जस्तै तपाईँले आफ्नो कोलेस्ट्रोल, तपाईँले आफ्नो चाहिँ रगतमा चिनीको मात्रा र ब्लड प्रेसर नम्बर थाहा पाउनुहोस्। त्यही अनुसार जीवनशैली परिवर्तन गर्नुहोस्। तपाईँको परिवारमा यदि मुटु रोग कसैलाई लागेको छ भने तपाईँको चाहिँ बाउ, आमा, सानीमा, ठुली आमा अथवा चाहिँ मामा, माइजू, मामा कसैलाई लागेको छ भने त्यो मान्छेले अझ बढी सचेत हुनुपर्छ। हामी साउथ एसियनका मान्छेहरूलाई कोरोनरी मुटु रोग लाग्ने सम्भावना अन्य तरिकाभन्दा 5 गुणा बढी हुने सम्भावना छ। त्यसैले के हो? त्यस कारण हाम्रो जेनेटिक फ्याक्टर भयो। पहिलो जेनेटिक फ्याक्टर भयो, हाम्रो शरीरको बनोटै भयो। दोस्रो हाम्रो खानपिन भयो। तेस्रो चाहिँ हाम्रो चाहिँ के भन्दा ज्ञानको पनि कमी भएको छ। एउटा मान्छेले बेला जस्तो ठाउँमा बस्दाखेरि अथवा कहीँ पनि बस्दाखेरि पनि न्यूनतम जीवनशैलीका कुराहरू के हो भनेर जान्नु उपयुक्त हुन्छ। जस्तो चाहिँ खानपिनको कुराहरूमा के छ त, खानपिनको कुराहरू ध्यान दिनुपर्ने कुराहरू भन्दाखेरि मुख्यतः हामीले जान्नुपर्ने कुरा के छ भन्दाखेरि जुन फ्याट छन्, जुन चिल्लो खाइन्छ नि, त्यो चिल्लोका किसिमहरू छन्। त्यो किसिमहरूमध्ये सबभन्दा हामीले मुख बार्नुपर्ने र खान नहुने, कसैले पनि खान नहुने एनिमल फ्याट
र चाहिँ ट्रान्स फ्याट भन्छ। फ्याटको चाहिँ 4 किसिम भए। पहिलो चाहिँ स्याचुरेटेड फ्याट भयो, त्यसपछि अनस्याचुरेटेड फ्याटमा मोनोअनस्याचुरेटेड, पोलिअनस्याचुरेटेड फ्याट र ट्रान्स फ्याट। 4 किसिमको फ्याटमा सबभन्दा हाम्रो कोलेस्ट्रोल बढाउने र हाम्रो चाहिँ निगरीमा त्यो चाहिँ रक्त सञ्चार नलीमा बोसो जम्मा हुने काम चाहिँ निगरीमा स्याचुरेटेड फ्याट र ट्रान्स फ्याटले बढाउने हुनाले हामीले एनिमल फ्याटलाई कम गरेर खानु पर्यो। त्यो अनुरूप सागसब्जी बढी खानु पर्यो। बढी सागसब्जी खाँदाखेरि त्यहाँ पोटासियम भन्ने चाहिँ तत्त्व पाइन्छ। पोटासियम तत्त्वले चाहिँ निगरी ब्लड प्रेसर कम गर्छ। विभिन्न किसिमका मिनरल र भिटामिनहरू फलफुल र सब्जीमा पाइन्छ। त्यो सब्जी खाँदाखेरि त्यसले अनेक किसिमको लाभ हुन्छ। त्यसको अलावा स्ट्रेची खानाहरू, होल ग्रेन खानाहरू जस्तो चामल पनि होल ग्रेन ब्राउन राइसहरू खानु पर्यो र कम चिल्लो भएको खानाहरूमा र हामीले प्रयत्न गर्यो। ओइली फिस, माछा, तपाईँको तेलयुक्त माछा, यहाँ पाइने सार्डिन, सालमन, म्याक्रेल, हेरिङ जस्ता कुराहरू माछाहरू हप्तामा कमसेकम 2 पल्ट खाने बानी गर्नु पर्यो। र त्यो पनि खानपिनको साथसाथै क्रियाशील जीवन पनि सबभन्दा महत्त्वपूर्ण छ। र यी सबै चेतनाका कुराहरू छन् नि जो एउटा स्वस्थ जीवनका लागि महत्त्वपूर्ण हुन सक्छन्। यी कुराहरूमा तपाईँ पहिले नै सचेत हुनुहुन्थ्यो अथवा तपाईँ आफू त्यो रोगको शिकार भएपछि यी कुराहरू तपाईँले सिक्नु भएको? अब त्यो आफूलाई पहिले पनि मैले इसोको जानेको भए त म सायद रोग पनि हुँदैन थियो कि त्यो किसिमको चाहिँ कहिलेकाहीँ भावनाहरू मलाई आउँछ। जस्तो कयौँ मान्छेहरूले त्यो खतराबाट मुक्ति चाहिँ त्यो आफू पहिले यस विषयमा जानकार भयो भने त्यो सम्बन्धी नलेज लिए भने चाहिँ त्योबाट बच्न सक्छन्। बस्न एकदम सम्भावना छ। त्यस कारणले हामीले के गर्नु, क्रियाशील जीवनका साथसाथै स्वस्थकर जीवनमा हामी अघि बढ्नु पर्यो। जो मान्छेको कम्मर 34 इन्चीको भन्दा बढीको ट्राउजरले लाउनु, प्यान्टले लाउने चाहिँ मान्छेहरू हुन्छ, उहाँको जीवन जोखिममा छ। मुटु रोगबाट बच्ने हुने जोखिम छ। आफ्नो कम्मर 34 इन्चभन्दा बढीको तपाईँको छ भने त्यस्तो मान्छेहरूले समयमा ध्यान दिनु पर्यो। धुम्रपान त्याग्नु पर्यो। अहिले धुम्रपानको कुरा के छ भन्दाखेरि धुम्रपान चाहिँ तपाईँको सबभन्दा डेन्जर, सबभन्दा मुटु रोगको जोखिमको तत्त्वहरूमा धुम्रपान। यो चाहिँ के उसलाई चाहिँ 80 वर्ष बाँचेको छ, मलाई के हुन्छ धुम्रपान गर्नु भन्ने किसिमको कुरा सुनिन्छ नि, त्यो कुरा गलत कुरा हो। मान्छेको मनबाट आउनु पर्यो कि धुम्रपानले हरेक तवरमा नोक्सान गर्छ। त्यसमाथि पनि मुटु रोग सम्बन्धी चाहिँ त्यसले चाहिँ भयावह भनेपछि तपाईँले उल्लेख गर्नुभयो अनुसार मोटोपन अनि धुमपानको आदत होइन, त्यस बाहेक चाहिँ अरू यो जोखिम बढाउने मुख्य कारणहरू के छ? अरू चाहिँ के अरे हाई ब्लड प्रेसर भयो, त्यसपछि मधुमेह, तपाईँको डायबिटिज चाहिँ कुराहरू र चाहिँ के अरेमा परिवार र मुटु रोग इतिहास, त्यस्तो मान्छेले विशेष त ध्यान दिनु पर्यो। अझ डायबिटिज भन्ने कुरा के छ भन्दाखेरि कम क्रियाशील जीवनयापनको कारणले गर्दाखेरि धेरै मान्छेहरूलाई आजभोलि कम उमेरमा नै डायबिटिज रोग चाहिँ शिकार भइरहेका छन्। त्यसको मुख्यतः कारण के छ भन्दाखेरि चिन्तालाई व्यवस्थित गर्न सक्नु। चिन्ताले के गर्छ भन्दाखेरि चिन्ताले गलत क्रियाकलापलाई उत्साहित गर्दछ। जस्तो चाहिँ टेन्सन भयो भनेर चाहिँ बढी रक्सी खाइदिने, चाहिँ बोर लाग्यो भनेर चुडा खाने र चाहिँ अल्छी लाग्यो भनेर सुत्ने जस्तै गलत क्रियाकलापहरूले गर्दाखेरि यो मधुमेहको रोगहरूको चाहिँ निगरीमा बढी आइरहेको छ। तपाईँले यो जस्तो जीवनशैलीको कुरा पनि गर्नुभयो। तपाईँहरूको नेप्लिज हार्ट फाउन्डेसन जसको चाहिँ तपाईँ अध्यक्ष हुनुहुन्छ, तपाईँ बेलायतमा बेस हुनुहुन्छ र बेलायतको नेपाली कम्युनिटीमा पछिल्लो केही महिना मात्रै 2 जना युवाले हृदयघातबाट ज्यान गुमाएको खबर हामीले थाहा पायौँ। यहाँका नेपालीहरूको जीवनशैली तपाईँले कस्तो पाउनु भएको छ? त्यो मुटु रोगका लागि कतिको जोखिमपूर्ण छ? हाम्रो यो पाश्चात्य डायटले के छ भन्दा मुटु रोग सम्बन्धी अत्याधिक जोखिम छ। म त रेस्टुरेन्ट व्यवसाय पनि धेरै वर्ष काम गरेको हुनाले हाम्रो खानपान सम्बन्धी कुराहरूमा एनिमल फ्याटका कुराहरू चाहिँ अत्याधिक बढी छ। हाम्रो खानेकुराहरूमा पाश्चात्य समाजमा बढी खाने नै प्रोटिन खानिन्छ र हाम्रो नेपाल जस्तै सन्दर्भमा हेर्दा बढी खाने हामीले चाहिँ कार्बोहाइड्रेट छ, बढी भात खान्छौँ हामी हैन। त्यही जति चाहिँ निकरमा रेड मिट, जति चाहिँ चिल्लो बढी खाइन्छ त्यति नै कोरोनरी आर्टरीहरूमा चाहिँ बोसो जम्मा हुने। जस्तो तपाईँले फर एक्जाम्पल सजिलोसँग बुझ्नु के भन्दा ड्रेन किन चाँडो ब्लक हुन्छ त भन्दा त्यहाँ जति तपाईँले चिल्लो हाल्नुभयो नि त्यति चाँडो तपाईँको ड्रेन बन्द हुन्छ। त्यस्तै किसिमको जति चिल्लो बढी खायो नि त्यो कोरोनरी मुटु रोग चाहिँ निगरीमा त्यहाँ चिल्लो जम्मा हुने चाहिँ कारण बन्छ। त्यो चिल्लो जम्मा भएपछि त्यहाँ पर्याप्त मात्रामा अक्सिजन र चाहिँ निगरीमा रगत मुटुमा पास हुन गाह्रो पर्छ। त्यहाँ चाहिँ निगरी ब्लकेज हुन्छ। त्यो ब्लकेज भएपछि मुटुमा चाहिँ निगरी ड्यामेज र मुटु हार्ट एट्याक हुन्छ। त्यस्तै दिमागमा चाहिँ त्यही बन्द भयो भने स्ट्रोक हुने कारण पनि त्यो हुनसक्छ। त्यस कारणले हामीले चाहिँ निगरी स्वास्थ्यकर खाने भनेको चाहिँ के छ भन्दाखेरि चिल्लो, चिनी र नुनलाई चाहिँ एकदमै लगाउनु पर्यो। खाना पनि चिल्लोहरू तपाईँले ध्यान दिनुभयो जस्तो चाहिँ निगरीमा हेजलनटहरू, तपाईँको तोरीका तेलहरू, सालमन चाहिँ माछाहरू त्यो थोरै मात्रामा खानु पर्यो। त्यो चिजले फाइदा पनि गर्छ। र चाहिँ निगरी एनिमल प्रडक्ट र ट्रान्स फ्याट कम गर्नु पर्यो। र तपाईँ हामी सामान किन्दाखेरि पनि सुपर मार्केट सामान किन्दाखेरि पनि तपाईँले चाहिँ प्याकेटमा हेर्नु पर्यो। यहाँ त लेबलिङ छ। जस्तो 100 ग्रामको चिजमा चाहिँ 5 ग्रामभन्दा बढी चाहिँ सेचुरेटेड फ्याट छ भने त्यो स्वस्थकर भएन, त्यसबाट कम खानु पर्यो। हाइड्रोजनेटेड ओइल युज गरेका चाहिँ खानाहरू बार्नु पर्यो। र त्यसको बदलामा तपाईँले हामीले चाहिँ मोनो र पोलिअनस्याचुरेटेड फ्याटहरू
बढाउनु पर्यो। र पहिलो काम के गर्नु पर्यो भन्दाखेरि परदेशमा बसेका मान्छेहरू हाम्रो चाहिँ जीवनचर्यामा चिन्तालाई व्यवस्थित गर्नु पर्यो। चिन्ताले पनि धेरै कुलतहरूलाई चाहिँ उक्साहट गर्दछ, अघि नै कुरा गरियो। त्यहाँ विदेशमा बस्ने मान्छेहरूले खानपान लगायतदेखि कुरालाई चिन्तालाई व्यवस्थित रूपमा चाहिँ अघि बढाउन सकियो भने कोरोनाले मुटुबाट बस्न र सावधान हुन महत्त्वपूर्ण भूमिका खेल्दछ। यो त रोकथामका कुराहरू भयो। जब कोही मान्छेलाई त्यो मुटु रोग सुरुवात हुन्छ अथवा त्यो प्रारम्भिक लेभलमै मान्छेले मलाई मुटु रोग लाग्दैछ अथवा यो सुरुवात हुँदैछ भन्ने बुझ्ने अथवा त्यो थाहा पाउने केही लक्षणहरू त्यस्ता केही हुन्छन् जस्तो कमन रूपमा? यस्तो चाहिँ हामीले चाहिँ पहिलेदेखि मेरो चाहिँ लेखहरूमा म लेख पनि लेख्छु होइन, मैले अवेरनेस कामहरूमा पहिलो काम के गर्नु पर्यो, आफ्नो नम्बर जान्नु थाहा पाउनु पर्यो। पहिलो काम तपाईँ बेलायतमा बस्नुहुन्छ भने आफ्नो जीविका जान सङ्कोच मान्नु भएन, जान्नु पर्यो, आफ्नो नम्बर थाहा पाउनु पर्यो। तपाईँको ब्लड प्रेसर तपाईँको 120/80 राख्नु पर्यो, तपाईँको त्यो हुनु पर्यो। कोलेस्ट्रोल कति छ थाहा पाउनु पर्यो, त्यही अनुसार जीवनशैली बढाउनु पर्यो। र चाहिँ के कति मान्छेहरूलाई यदि गर्दा गर्दै पनि रोग लाग्न सक्छ। रोग लागिसकेपछि पनि मनोबल उच्च राखेर सतर्कता अपनाउँदै हामी अघि बढेको खण्डमा तब सकारात्मक सोच अघि लिएर बढेमा नर्मल जीवनयापन गर्न सकिन्छ। र हामीले विचार गर्नुपर्ने कुरा जोसुकै मान्छेले पनि के छ भन्दाखेरि छाती दुखेको चाहिँ व्यवस्था नगरौँ। छाती दुख्दाखेरि तपाईँको चाहिँ धेरै मान्छेहरू अकालमा चाहिँ यो देशमा ज्यान गुमाएको हुनाले यो बेलायती सरकारले पनि धेरै वर्ष अगाडि छाती दुखेको व्यवस्था नगरौँ भने ठाउँ ठाउँमा चाहिँ तपाईँको चाहिँ एडभर्टाइज गरेर मान्छेहरूलाई चाहिँ अस्पतालमा उत्साहित गरेको थियो। कसैलाई छाती दुखेको छ भने र त्यो छातीको दुखाइ घाँटी गर्दन पाखुरातिर पनि सरेको छ भने त्यसलाई जोखिममा नराखौँ, तुरन्त 999 एम्बुलेन्स बोलाउँ, अस्पताल जाउँ र चाहिँ कुनै पनि सङ्कोच नमानौँ। त्यो चाहिँ यो एनएचएसबाट जुन हामीले फ्रेस रिक्वेस्ट पाइन्छ बेलायतमा त्यसको हामी उपयोग गरौँ र जीवन जोखिममा नराखौँ। मैले जीवन जोखिममा राखेर मैले वेल्स भ्रमण गरेँ, त्योबाट पनि मेरो चाहिँ किताबमा चाहिँ लन्डनमा मुटु दुख्दा भन्ने किताबको मेन साथ चाहिँ के छ त भन्दाखेरि छाती दुखेको व्यवस्था नगरौँ। छाती दुख्ने कारण अरू पनि हुनसक्छ, तपाईँको चाहिँ ग्यास्ट्रिक कारणले पनि, तपाईँको बडी चाहिँ एक्सर्साइज कारणले पनि छाती दुख्न सक्छ। तर छाती दुख्ने मेन कारण चाहिँ तपाईँको के भन्दा मुटुरोबाट आउन सक्छ। त्यस कारण छाती दुखेको कुनै पनि कुरालाई व्यवस्था नगरौँ, तुरन्त अस्पताल जाउँ, एम्बुलेन्स बोलाइहालौँ भन्ने मेरो आग्रह नै हो। तपाईँ जब 36 वर्षको हुनुहुन्थ्यो त्यति बेलासम्म तपाईँ स्वस्थ हुनुहुन्थ्यो, आकस्मिक रूपमा अचानक तपाईँलाई हृदयघात भयो। त्यसपछि जुन दिन तपाईँले चाहिँ म पहिलाकै जस्तै स्वस्थ जीवनयापन गर्न सक्छु अझै पनि र यो क्षेत्रमा सचेतना फैलाउनुको लागि र यसका पीडितहरूलाई केही सहयोग गर्नका लागि मेरो तर्फबाट केही योगदान गर्न सक्छु भन्ने जुन विषयमा तपाईँ दृढ बन्नु भएन, त्यो दृढता त्योमा तपाईँमा त्यो कमिटमेन्ट आयो, त्यो अवधि बिचको चाहिँ तपाईँको जीवन कस्तो रह्यो त्यो बारेमा मलाई छोटकरीमा बताइदिनुहोस् न। अब यो चाहिँ के छ भने पहिला रोग लाग्यो, जस्तो म चाहिँ तपाईँको वेल्स भ्रमण गएको थिएँ। त्यसपछि चाहिँ मलाई छाती दुखेको अनुभूति भएपछि मेरो साथी चाहिँ डेभिड भन्ने गएर साथीले चाहिँ छाती दुखेको मान्छे चाहिँ अस्पताल जानुपर्छ, बस्नु हुँदैन घरमा भन्यो। त्यसपछि म चाहिँ के होला र यसले भने भनेर म सुतिँदै गर्ने घरमा गइनँ। भोलिपल्ट चाहिँ त्यसले फेरि फोन गरेर चाहिँ जाऊ कि जाऊ भन्यो। अनि अस्पताल गएपछि चाहिँ अनि डाक्टरले चाहिँ तपाईँको चाहिँ अनायासमै आएर भन्यो कि तँलाई चाहिँ अस्ति चाहिँ हार्ट एट्याक भएको चाहिँ हामीले प्रारम्भिक अनुमान छ, अब तँलाई चाहिँ लन्डन चेस्टमा गएर हामीले चाहिँ इमर्जेन्सी एन्जियोप्लास्टी गर्नुपर्छ भनेपछि त्यसपछि तपाईँको रियल मनोभाव र मनोवेदना त्यहाँबाट सुरु भयो। र अब म चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको जुनसुकै मान्छे बिरामी भएपछि तिनवटा कुरा त्यति बेलाको तत्कालीन प्रारम्भिक अनुभूति चाहिँ कस्तो थियो? त्यो अनुभूति के भन्दा अब चाहिँ बाँचिँदैन, अब जीवन सकियो, अथवा चाहिँ म सक्षम हुन सक्दिनँ, अथवा चाहिँ भोलि चाहिँ अझ अकल्पनीय कति परिस्थिति आउन सक्लान् भन्ने किसिमका मनोभावनाहरू मनोदशाहरू आएपछि त्यसलाई शान्त पार्नको निमित्त पनि मैले कति कुराहरू चाहिँ निरसिलो चाहिँ मैले यो लन्डनमा मुटु दुखेर लेखेँ। यसमा चाहिँ म चाहिँ एउटा कविता पनि लेखेको छु। म त यहाँलाई भन्छु, यो मेरो बह पुस्तक निरसिलो दृष्टान्त मेरैभरि पुग्ला सब दिलमा प्रगाढ ममता दीर्घायु सन्देश छरी यही मेरो अभिधेय अर्थ पथमा लम्केर रोगीहरू बाँचुन् यही जगमा सुखी विभवमा सन्तोष भोगीहरू। हो ठिक छ, रोग लाग्छ जीवनमा, सावधान हुनु पर्यो। सावधान हुँदा पनि रोग लाग्न सक्छ। रोग लागिसकेपछि नि सही ठाउँमा ट्रिटमेन्ट लिएर जीवनशैली अपनाएर हामी सामान्य हुन सकिन्छ। त्यो व्यवहार, त्यो वातावरण, घर परिवार लगायत समाज र चाहिँ एउटा चाहिँ सबैले गर्नु दायित्व हो। एउटा बिरामीलाई सधैँ बिरामीको रूपमा हेरिरहनु हुँदैन। बिरामी उपचार भएपछि निको हुन्छ, त्यसलाई मुख बार्नको नाममा, त्यसलाई चाहिँ निगरीमा अनेक चाहिँ निगरीमा सधैँ बिरामीको रूपमा हेर्दाखेरि उसको मनोबल के हुन्छ भन्ने कुराहरू घर परिवारदेखि सबै मान्छेले विचार गर्नुपर्दछ। स्वास्थ्यकर मेन बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि स्वास्थ्यकर खाना बिरामीले मात्रै खाने होइन,
तपाईँ घरमा कोही मान्छे बिरामी छ, कोही मुटु रोगी छ, कोही दिमागको रोगी छ भने स्वास्थ्यकर खाना सबैले स्वास्थ्यकर खाना खानु पर्यो, त्यो बिरामीको लागि मात्रै होइन। त्यस कारणले मुख बार्न गर्नमा त्यसलाई सधैँ चाहिँ के अरे तपाईँले घरमा चाहिँ मुख बार्न लगाउनु भयो भने उसको मनोदशा र मनोबल के हुन्छ त भन्दाखेरि ऊ त सधैँ बिरामी भनेर उसले चाहिँ के अरे ग्लानी हुँदी भयो नि। त्यही कारण त्यो चाहिँ के अरे त्यो मुख बार्नको नाममा त्यो चाहिँ के अरे त्यो उसको चाहिँ के अरे मनोभाव र मनोदशा बुझ्दिनको लागि निमित्त पनि घर परिवार समाज र चाहिँ सबैलाई चाहिँ म आग्रह गर्छु। मैले त्यसले पनि लेखेको छु, स्वास्थ्यकर जीवनयापन बिरामीले मात्रै गर्ने होइन, नन बिरामीले पनि गर्नु। बिरामीले झन् अब स्वास्थ्यकर हुन्छ किनभने उसले औषधि खाएको छ, ऊ टाइममा चाहिँ के अरे डाक्टर कहाँ जान्छ, उसले त्यो अनुसार फलोअप गरेको छ। तर जो मान्छे स्वास्थ्यकर भनेको छ नि उनीहरूले स्वास्थ्यकर जीवनशैली र स्वास्थ्य खानपिन गरेन भने रिस्क उनीहरूलाई झन् बढी हुन्छ। त तपाईँले भनिरहनु भएका यी कुराहरू धेरै बिरामीहरूले त बुझेका हुँदैनन्। गम्भीर स्वास्थ्य समस्याहरू विशेष गरी मुटु सम्बन्धी रोगको जो शिकार भन्छ नि त्यसपछि उसले जीवनबाटै हार खाएको हुन्छ र उसको परिवार, उसको साथीभाइ, आफन्त, उसको सर्कलमा रहने सबैले पनि सायद उसलाई त्यस्तै खालको रेस्पोन्स दिइरहेका हुन्छन् जसबाट चाहिँ उसले त्यस्तो अनुभूति गर्न सकोस्। यो तपाईँले बुझ्नुभएका कुरा समाजमा तपाईँको छेउछाउमा अरूले नबुझेको देख्दा चाहिँ कस्तो लाग्छ? र तपाईँ हार्ट फाउन्डेसनको अध्यक्ष पनि हुनुहुन्छ, तपाईँहरूले यही क्षेत्रमा केही सहयोग गर्ने, चेतना फैलाउने उद्देश्य पनि राख्नु भएको छ। तपाईँहरूले के गर्नुभएको छ अथवा के गर्दै हुनुहुन्छ विशेष गरी यहाँको समुदायको सन्दर्भमा? पहिलो हामीले गर्ने भनेको के भन्दाखेरि हाम्रो चेतना फैलाउने काम हो। जस्तो हामीले अस्ति 1 मार्चमा विभिन्न विज्ञहरू लिएर आएर हामीले एउटा चेतनामूलक कार्यक्रम गरियो र हामीले चाहिँ मैले अहिले चाहिँ अथवा हाम्रो टिमले गर्ने भनेको ठाउँ ठाउँमा गएर मुटु रोग सम्बन्धी कुराहरू भन्ने, बताउने र मिडियामा लेख्ने, भन्ने र बोल्ने र मान्छेहरूलाई चाहिँ चेतना फैलाउने काम पोस्ट र प्री अवेरनेसका कामहरूमा हामी लागि परेका छौँ। अब यो चाहिँ के अरे अझ पनि हाम्रो यो शैशवकालमै छ, यसबाट भर्खर सुरुवात भएको छ। अहिले हामीले यो हुन त हाम्रो चाहिँ के अरे उत्तम माते ध्रुव केसी दाइहरूले 2005 देखि खोल्नु भएको छ। त्यसमा चाहिँ के अरे कामहरू पनि नेपालमा प्रशस्त भएका छन्। तर बिचमा यो चाहिँ अलिकति क्रियाशील नभएको हुनाले यो म आएको 1 वर्षको कार्यकालमा हामी 2-3 कामहरू पनि गरियो। अझ गर्ने हाम्रो चाहिँ के अरे उद्देश्य छ। मेन कुरा हाम्रो चाहिँ के छ भन्दा मान्छेमा जानकारीको कमी भएको हुनाले जानकारीमूलक काम गर्नु जरुरी छ। मान्छेलाई न्यूनतम स्वास्थ्य सम्बन्धी चेतनामूलक काम बनाउनु जरुरी छ। त्यसको निम्ति हामी लागि परेका छौँ। त्यसको निम्ति हामी सङ्घ संस्थामा पनि गएका छौँ, मिडियामा पनि हामी गएका छौँ। हाम्रो कलममा पनि त्यसको चाहिँ निगरीमा बुलन्द आवाजहरू आइरहेका छन् र हाम्रो मेरा चाहिँ यहाँ नभइकन नेपाल अथवा संसारमा जहाँ बसेका नेपालीहरू पनि जो पनि अज्ञानताका कारणले गर्दाखेरि मुटु रोगबाट चाहिँ वञ्चित नहुन्, मुटु रोगबाट चाहिँ निगरीमा त्यो किसिमको चाहिँ निगरीमा क्षण भोग्न नपरोस् भन्ने किसिममा हामी क्रियाशील छौँ। त्यसको निमित्त यहाँ कोही बेला कसैलाई पनि मुटु रोग सम्बन्धी कुनै जानकारी अथवा कुनै केही छ भने हाम्रो सम्पर्क गर्न सक्नुहुन्छ। त्यसमा हामी आफू सकेको चाहिँ निगरीमा सहयोग र त्यो हामी आज सकेको भेट्ने अथवा चाहिँ जानकारी दिने र त्यो अनुरूप जीवनशैली कुराहरू लगायत यहाँका चाहिँ धेरै कुराहरू हामी सिकाउन प्रयत्नशील छौँ, क्रियाशील छौँ। त्यो अनुरूप हामी लागिरहेका छौँ। र यो मुटु रोग सम्बन्धी जानकारी दिने भनौँ अथवा यही विषयसँग सम्बन्धित तपाईँका 2वटा पुस्तकहरू पनि सार्वजनिक छन्, लन्डनमा मुटु दुख्दा र कोरोनरी मुटु रोग। हजुर, यी पुस्तकका बारेमा सामान्यतः तपाईँले पहिला पनि भन्नुभयो, उल्लेख गर्नुभयो, अलिक विस्तृत रूपमा मलाई चाहिँ के भन्दा म चाहिँ किताबहरूमा चाहिँ के छ? म चाहिँ के अरेमा लन्डनमा मुटु दुख्दा भन्ने चाहिँ मेरो चाहिँ आफ्नो मनोभावना, मनोदशा र 10 महिनाभित्र मैले के भगेँ त, मेरो के आदि बिहोरीहरू आयो त र चाहिँ के अरे सुरुको अवस्थाहरूमा जुन निरसिलो भयो, जुन किसिमका चाहिँ के अरेमा आदि बिहोरीहरू आए र पछिका जब समय क्रममा मैले रिहेबिलिटेसन गर्दै र अरू अध्ययन गर्दै गएपछि जब चाहिँ त्यो मन शान्त भएपछि मैले सन्देश के दिन खोजेँ भन्दाखेरि तपाईँको चाहिँ ठिक छ, रोग लाग्न सक्छ, सजग हौँ, सचेतना ल्याउँ, त्यो गर्दा पनि रोग लाग्न सक्छ। रोग लागिसकेपछि पनि हामी सक्षम र चाहिँ के अरे नर्मल या जीवनयापन गर्न सकिन्छ, त्यो सन्देश एउटा भएपछि म चाहिँ के अरे 2009मा म नाफुतो निको भएर गएको अवस्थामा मैले चाहिँ वीर अस्पतालमा चाहिँ बिरामीहरू भेट्दाखेरि एकजना बिरामीले भन्नुभयो कि म जस्तै म त निको भएर गएको मान्छे, उहाँले भन्नुभएको कि उहाँलाई चाहिँ हार्ट एट्याक भएको रहेछ, के भयो तपाईँलाई भनेर सोद्धाखेरि डाक्टर साहबले भन्नुभएको म त हार्ट एट्याक भएको, मेरो त मुटु नै ड्यामेज भएको छ भन्नुभएको छ, अब म त बाँच्दिनँ भनेर उहाँले आफ्नो छोराको चाहिँ वर्तमान लिएर सब चाहिँ नामसारी कामहरू गरेको मैले चाहिँ देखेपछि मेरो मनले चाहिँ के भन्यो, जल्दी सम्झेपछि होइन म त त्यही रोग लाएर चाहिँ चेतना फैलाउन लगेको मान्छे, मैले अरू अध्ययन गर्नुपर्छ, मैले अरू चाहिँ मेडिकल रोगबारे मान्छेले बुझ्ने गरेर लेख्नु पर्दछ भनेर चाहिँ मैले चाहिँ कोरोनरी मुटु रोग भन्ने मेडिकल किताब लेख्न मलाई प्रेरणा त्योबाट आएको हुनाले सामान्य मान्छेहरू जो अस्पताल बेडमा जसरी चाहिँ म मुटु ड्यामेज भयो भन्ने कुरा डाक्टर साहबले चाहिँ सही कुरा भन्नुभयो, मुटु ड्यामेज हुन्छ, हार्ट एट्याक हुँदाखेरि मुटु ड्यामेज हुन्छ, तर मुटु ड्यामेज तर उहाँले चाहिँ के एक्सप्लेन गर्न सक्नु भएन त भन्दाखेरि यहाँ चाहिँ काटियो भने के हुन्छ त, रगत आउँछ नि, रगत आएपछि के हुन्छ,
खत आउँछ नि त्यस्तै हो मुटु पनि ड्यामेज हुन्छ ड्यामेज भएपछि के हुन्छ त्यहाँ 2-3 महिनामा बिरामीहरूमा त्यो मुटुमा के आउँछ खत आउँछ त्यसपछि त निको हुन सक्छ नि त्यस कारण त्यो कुराहरू चाहिँ एक्सप्लेन राम्रो नभएको हुनाले त्यो चेतना कमी हुनाले उहाँलाई चाहिँ के भन्दा म मर्छु नै अब मुटु ड्यामेज भएको मान्छे कहीँ बाँच्न सक्छ भन्ने किसिमको उहाँको कुराहरूले सुनेर मैले यसमा चाहिँ अवेरनेस कुराहरूमा चाहिँ तपाईँका किताबहरूको मुख्य सार चाहिँ मुटु रोग लागे पनि यसको चाहिँ औषधोपचार गरेपछि यो ठिक हुन्छ र पहिलाकै ठाउँमा आउँछ भन्ने हो पहिलाको ठाउँमा आउँछु भन्दा पनि यसलाई हामी के मनोबल उच्च राख्नु पर्यो सधैँ बिरामी भएर चाहिँ त्यो चाहिँ निकेरीमा आफ्नो मनोबल कमजोर गरेर बसेर सधैँ त्यो दुखान्तका दृष्टान्तहरू हामी चाहिँ निकेरीमा राख्नु हुँदैन सजगता हुनुपर्ने ठाउँमा औषधि पनि ठाउँमा औषधि खाउँ र ठाउँमा चाहिँ निकेरीमा सजगता अपनाउँ त नर्मल हुन सकिन्छ र मेरो चाहिँ सार चाहिँ के छ भन्दाखेरि म फेरि कवितामै भन्छु म तपाईँलाई यो चाहिँ निकेरीमा यो दृष्टान्त कुरा सुनेर दिलमा माया स्वयं साँच्नु है पूर्वै होस पुर्याई मुटु रोगको दीर्घायु भई बाँच्नु है दुःखैको पथ हो परन्तु उपचार गर्छौ भने रोगको होसै गर्नु सदा उत्तम सके खान पिना सुखको सबै कुरा हामीले जुन चर्चा गरियो अहिले सुनेर आफैले सबै कुरा केयरफुल हुने हो तपाईँ आफ्नो ज्यानको निमित्त आफैले चाहिँ निकै बुझ्ने कुरा हो आफू सावधानी हौँ अरूलाई पनि सावधानी गराउँ र मुटु रोगबाट हामी बसौँ र चाहिँ निगरीमा अकालमा जीवन नफालौँ जस्तो हामी उलिसमा र हाम्रो चाहिँ निगरीमा अरू दुईजना जो युवक केटाहरू यहाँ चाहिँ हृदयघात कारणबाट जुन आफ्नो जीवन गुमाउनु पऱ्यो नि त्यस्तै क्षण भोग्नु नपरोस् कुनै पनि परिवारमा कुनै पनि चाहिँ निगरीमा इष्टमित्रहरूमा त्यस्तो चाहिँ क्षण भोग्नु नपरोस् भनेर म चाहिँ निकेरीमा यो मुटु रोग सम्बन्धी चेतना फैलाउने काममा म हिँडेको छु त्यस कारण सबैजनाले यो सम्बन्धी हामी जानकारी लियौँ र सानो जीवनशैली परिवर्तनले तपाईँको लङ टर्ममा धेरै चाहिँ निकेरीमा दूरगामी असर पार्न सक्छ स्वास्थ्यमा त्यो कुरालाई मनन गरौँ र त्यो अनुसार हामी जीवनशैली बढाउँ भन्ने नै मेरो आग्रह गर्छु सबैलाई दर्शकवृन्द कार्यक्रममा पालो भएको छ ब्रेकपछि यो छलफल जारी रहनेछ दर्शकवृन्द कार्यक्रम एनटिभी विशेषमा यहाँलाई फेरि स्वागत छ यहाँलाई स्मरण गराउन चाहन्छु आज मसँग हुनुहुन्छ नेपालिज हार्ट फाउन्डेसनका अध्यक्ष समेत रहनुभएका अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानका अध्यक्ष विकल चन्द्र आचार्य यहाँलाई कार्यक्रममा फेरि स्वागत छ धन्यवाद तपाईँ एकजना साहित्यकार अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानको अध्यक्ष पनि तपाईँको साहित्यिक यात्रा कसरी सुरु भयो अहिले चाहिँ कहाँसम्म पुगेको छ 4वटा पुस्तकहरू पनि प्रकाशित भइसकेका छन् यसबारेमा संक्षिप्तमा यो लामो यात्रालाई बताइदिनु धन्यवाद मेरो चाहिँ साहित्यिक अनुरागी म पहिलेदेखि साहित्य अनुरागी हुनाले म सानो बचपनदेखि नै यो चाहिँ निकेरीमा मुना मदन र चाहिँ गौरी भन्ने चाहिँ माधव घिमिरेका मलाई कन्ठस्थै आउँथ्यो त्यसमा म छन्दबद्ध कवितामा विशेषमा मेरो चाहिँ निकेरीमा रुचि हुनाले त्यो अनुरूप म चाहिँ निकेरीमा कविताको छन्दको मार्फत नेपाली साहित्यमा म चाहिँ विशेष रुचि पहिले राख्थेँ र चाहिँ जब म चाहिँ अनायासमा बिरामी भएपछि कहाँ त्यस किसिमका कुराहरूमा मेरो साहित्यिक उजागर अरू भयो त्यसपछि मैले चाहिँ जुन चेतना फैलाउने काममा मेरो कलमलाई मैले बढी साथ लिएँ र त्यसपछि मैले चाहिँ निकेरीमा लन्डनमा मुटु दुख्दादेखि लिएर कोटोरी मुटुहरू लेखेपछि अनि हाम्रो चाहिँ निकेरीमा साहित्यिक क्रियाकलापहरू मेरो अघि बढ्दै गयो जब मेरो चाहिँ 2010मा यहाँका चाहिँ साहित्यकार जया राईसँग चाहिँ भेट भयो त्यसपछि मेरो चाहिँ अझ साहित्यमा मलाई बढी लगाव बढ्दै गयो र हामीले चाहिँ 2011मा चाहिँ साहित्य सम्मेलन पनि बेलायतमा गऱ्यौँ त्यसपछि चाहिँ मैले चाहिँ नियात्रा बेलायती आँगन गोर्खाली सुभाष भन्ने मेरो चाहिँ नियात्रा निकालेँ र त्यसपछि चाहिँ निकेरीमा म त रेस्टुरेन्ट व्यवसायमा काम गर्ने मान्छे 2009-10मा धेरै मान्छेहरू विद्यार्थी भएर आए धेरै मान्छेहरू अलपत्र पनि परे धेरै मान्छेहरू पार्कमा पनि सुतेको देखियो धेरै मान्छेले काम पनि पाएनन् म स्वयं विद्यार्थी भएर आएको अवस्थामा त्यो हाम्रो चाहिँ के भन्दा हाम्रो आशा र हाम्रो चाहिँ नेपालबाट होमवर्क नगरिकन आउने नेपालबाट चाहिँ विदेश जाने बित्तिकै हाम फाल्ने जुन प्रवृत्ति छ नि त्यसबाट धेरै मान्छेहरूले दुःख पाएको अवस्था मैले यहाँ देखेपछि अनि त्यो मान्छेहरूलाई चाहिँ निकेरीमा मान्छेहरू कहानी जो समेट्दै मैले उपन्यास लेखेँ मोह भन्ने अनि त्यो उपन्यास अब चाहिँ म आफू पनि विद्यार्थी भन्नाले कति कुराहरू त्यहाँ मेरै अनुभूतिहरू मेरै अनुभवहरू र मेरै दिनचर्याहरू पनि जस्तो लाग्दछ त समग्रमा भन्दाखेरि एउटा विदेशी नेपालीले आफ्नो सपना साकार गर्नलाई कति सङ्घर्ष गर्नुपर्दो रहेछ एउटा नेपालीले आफ्नो चाहिँ निकेरीमा भावनाहरू आफ्नो चाहिँ निकेरीमा गरिबीबाट परास्त हुनको निम्ति कति किसिमको समस्या झेल्नुपर्ने रहेछ त एउटा चाहिँ निकेरीमा परदेशमा अकल्पनीय कस्तो परिस्थिति आउँदो रहेछ त एउटा चाहिँ यहाँ आइसकेपछि चाहिँ कस्तो सिचुएसन आउँदो रहेछ त र चाहिँ निकेरीमा विदेशमा बसिसकेको मान्छे नेपालमा कस्तो किसिम सपनाहरू मान्छे साट्दा रहेछन् त भन्ने कुराहरूलाई एउटा वास्तविकतालाई मैले चाहिँ नि अँगाल्दै
एउटा चाहिँ मैले उपन्यास लेखेँ, त्यसको नाम मोह उपन्यास हो। हुन त अब म चाहिँ MBA को विद्यार्थी, म धेरैले भन्ने गर्छु साहित्य मेरो विषय होइन। म A लेभल पढ्न यहाँ आएदेखि नै म चाहिँ म्यानेजमेन्टमा म चाहिँ निगरीमा मेरो चाहिँ करियर त्यसमा मेरो म्यानेजमेन्टमा छ। तैपनि साहित्य भनेको म अनुरागी हो। साहित्यप्रति मेरो चाहिँ निगरी कलममा लेख्दाखेरि मलाई सन्तुष्टि आउँदछ। र जो कोही मान्छे पनि म त यही भन्ने गर्छु कि साहित्य स्रष्टा बन्न सक्दछ। तपाईँ आफ्नो अनुभवहरू, तपाईँले आफूले भोगेका कुराहरू र तपाईँले आफूले देखेका कुराहरूलाई केही कलममा उतार्न सक्नुभयो भने कसै न कसैलाई काम लाग्छ। कुनै पनि साहित्य मेरो अनुभवमा राम्रो भन्ने छैन, कुनै पनि साहित्य नराम्रो भन्ने छैन। त्यो त आफ्नो समयले मूल्याङ्कन गर्ने कुराहरू हुन्। त्यस कारणले त्यो कसैले राम्रो भन्छ अथवा कसैले नराम्रो भन्छ भनेर साहित्य लेख्ने कुराहरू होइन। आफ्नो अनुभव, आफ्नो अनुभूति, आफ्नो ज्ञान, आफ्नो चेतना जस्तो छ त्यसलाई उजागर गरौँ, त्यसलाई मर्न नदिउँ र त्यो अनुरूप हामी अघि बढौँ। कोही न कोही रूपमा हामी विदेश आइसकेपछि पहिलो पुस्ताका नेपालीहरूको सपनाहरू कति ठाउँमा ठोकिँदा रहेछन्, कति ठाउँमा भत्किँदा रहेछन्, कति ठाउँमा फुल्दा रहेछन्, कति ठाउँमा फक्रिँदा रहेछन् त भन्ने कुराहरू मान्छेलाई बताउनु जरुरी छ। नेपालमा गरिबी देशै छँदैछ। त्यहाँबाट आक्रान्त भएर बाहिर आउने मान्छेहरूलाई गाह्रो छ, आउनु मान्छेलाई डेस्परेट छ, आउँदैछन्। तैपनि त्यो हाम फाल्नु अगाडि पनि हामीले चाहिँ यहाँ भइसकेका मान्छेले यहाँको वास्तविक परिस्थिति, यहाँका चाहिँ मनोदशाहरू, यहाँका मनोभावनाहरू, यहाँको चाहिँ काम पाउने कुरादेखि लिएर यहाँका चाहिँ निगरीमा के रहेछ विषयवस्तु भनेर हाम्रो कलम मार्फत बताउन सकियो भने धेरै मान्छेहरूलाई चाहिँ निगरीमा यो यहाँको वस्तुस्थिति थाहा हुन्छ भन्ने अभिप्रायले नै मैले साहित्यमा लेखेको हो। कलम अघि बढाउने मैले प्रयत्न गरेको। भनेपछि लन्डनमा मुटु दुख्दा भन्ने चाहिँ तपाईँको यो चाहिँ जस्तो आफ्नो अनुभूतिहरू समेटेको किताब भयो। अर्को कोरोनरी मुटु रोग भन्ने जानकारीमूलक किताब भयो। अनि एउटा नियात्रा गोर्खाली सुवास पनि भयो। त्यसपछि मोह भन्ने उपन्यास भएर तपाईँले भन्नुभयो कि तपाईँको सुरुवात चाहिँ कविता लेखनबाट भएको थियो। कविता सङ्ग्रह प्रकाशन गर्ने अथवा त्यस्तो केही सङ्ग्रह गर्ने केही योजना पनि छ कि अथवा तपाईँको यो साहित्यको विधामा अब केही नयाँ कृतिहरू सार्वजनिक गर्ने केही योजना छ? हामीले चाहिँ के लाग्ने, अब हामी त पहिलो चाहिँ जेनेरेसनका मान्छेहरू यहाँ, अब सेकेन्ड जेनेरेसन जो मेरो छोरीहरू छोराहरू चाहिँ जन्मे हुर्केका छन् तिनीहरूलाई पनि नेपाली साहित्यमा चाहिँ इच्छा जगाउनु पऱ्यो। हाम्रो साहित्य के हुँदो रहेछ त, यहाँ चाहिँ के नेपाली नबुझेको मान्छेहरूलाई पनि कस्तो हुँदो रहेछ भनेर हामीले चाहिँ अन्तर्राष्ट्रिय वाङ्मय प्रतिष्ठानले पोहोर चाहिँ निगरीमा हिमालयन सोल भन्ने अङ्ग्रेजीको कविता हामी ट्रान्सलेट निकालेका छौँ। र चाहिँ निगरीमा कवितामा म त्यति धेरै कलम नचलाए पनि म कोर्छु, म लेख्छु र भविष्यको गर्भमा कुन बेला तपाईँ हुन सक्ला। कति कविताहरू लेख्नु भएको छ, केही त सुनाउनु भयो, त्यो मुटु रोग सम्बन्धी पनि भयो तिनीहरू। अन्य कुनै कविताहरू मध्ये कुनै एक सुनाउनुहोस् न हाम्रो दर्शकहरूलाई छोटकरीमा, सम्भव हुन्छ है? सम्भव हुन्छ। अब म चाहिँ निगरीमा यहाँ मेरो चाहिँ हिमालयन सोलबाट चाहिँ मेरो चाहिँ एउटा दिन अवस्थामा बस्दाखेरि मैले चाहिँ निगरीमा लेखेको एउटा चाहिँ अङ्ग्रेजीमा लेखेको एउटा चाहिँ कविता अङ्ग्रेजी पाठकहरूलाई पनि म सुनाउँछु। त्यसको चाहिँ शीर्षक छ वेदर्स टेल। वेदरले चाहिँ के भन्दछ त भनेर मैले चाहिँ लेखेको छु। वेदर हाउ ग्रे एन्ड डल विथ नो लभ एन्ड एफेक्सन क्राइङ all the time, perhaps talking about us. It may be saying that wake up, for the sake of everyone, have more patience and understanding. Don't think of yourself and not only for yourself. It may have been witnessing all human race of the beginning, just asking what has been achieved so far. Only sorrow and pain, unhappy and vain. Minds are crumbling, faith are disappearing. It may have been talking about human achievements from ages, nothing else apart from awe and selfishness. Peace has lost its meaning for a long time. Happiness is beyond reach for everyone for now. It may have been saddened, looking history from old time. Every page of history belongs to bloodshed. Whenever, wherever, war is brutal reality. Humans have achieved absolutely nothing. It may have been urging everyone to think for each other, telling to all that everyone is equal. No one should be in suffering and pain. Love and caring are human jewelries. धन्यवाद सर। अनि जस्तो तपाईँले यो कविता वाचन गरिरहनु हुँदा कवितामा भन्दा पनि मेरो ध्यान चाहिँ कविता पनि सुनिरहेको थिएँ। तर कस्तो भन्दा हाम्रो समाजको एउटा दुर्भाग्य भनौँ अथवा एउटा तितो वास्तविकता भनौँ, जब पनि मान्छेलाई कुनै पनि रोग लाग्छ एउटा गम्भीर, त्यसपछि मान्छेले त्योभन्दा पहिला बाँचिरहेको जीवन उसले बाँच्न सक्दैन, पहिलाको जस्तो सक्रियता उसमा रहन सक्दैन। तर तपाईँसँग कुराकानी गरिरहँदा मलाई चाहिँ कस्तो अनुभूति भइरह्यो भन्दा तपाईँले मुटु रोग लाग्नभन्दा हृदयघात हुनभन्दा अगाडि जस्तो खालको जीवन बाँचिरहनु भएको थियो नि, त्यसपछिको जीवन अझै बढी
ऊर्जाशील रूपमा अझै बढी सामाजिक रूपमा सक्रिय रूपमा जस्तो साहित्यमा पनि तपाईँको पहिलेबाट रुचि थियो, कविताहरू लेख्नुहुन्थ्यो, तर कुनै पनि पुस्तकहरू सार्वजनिक गर्नुभएको थिएन। मुटु रोगलाई नै आधार बनाएर त्यसैबाट नै त्यसपछि नै तपाईँले साहित्यमा पनि हात हाल्नुभयो, किताबहरू सार्वजनिक गर्नुभयो। तपाईँको एउटा उपन्यास भर्खरै मात्रै पुरस्कृत भएको एउटा खबर पनि सुनियो। त्यसबाट अन्य रोगीहरूले कस्तो प्रेरणा ल्याउन् अथवा कस्तो ऊर्जा ल्याउन् भन्ने चाहनुहुन्छ? जीवन भनेको चाहिँ अनुभूति, जीवन भनेको अनुभव, जीवन भनेको चाहिँ तपाईँको चाहिँ निकरीमा एकै नासमा भक्दैन। जीवन कहिले उकाली हुन्छ, कहिले ओह्राली हुन्छ, कहिले चाहिँ तपाईँको चाहिँ सम्ममा बग्छ, कहिले तपाईँको सुसाउँदै बग्छ, कहिले सुनौलो बिहानमा, त कहिले तपाईँको निष्पष्ट अन्धकारमा बग्छ होइन। त्यो त्यस किसिमले जस्तो परिस्थितिले बनाउँछ, जस्तो परिवेशमा आउँछ त्यसमा डटेर अघि बढ्न तयार हुनुपर्छ। हामी रोकेर पनि जीवन रोक्न सकिँदैन। त्यस कारणले हामीले चाहिँ के भन्छ, जीवनमा आउने कुराहरूलाई, जीवन जिउँदाखेरि बगिने कुराहरूलाई चाहिँ हाम्रो मनोविज्ञानलाई अब्बल बनाएर अघि बढ्नुपर्दछ। तपाईँले भएको कुराहरूलाई, बितेका कुराहरूलाई त केही गर्न सकिँदैन नि। मलाई त हार्ट एट्याक भयो नि, अब हार्ट नभएको बनाउन सक्दिनँ नि मैले। त्यस कारणले पास र फेल जीवनका अनुभवहरू, अनुभूतिहरूबाट सिकेर अघि बढ्नु नै सबैको निम्ति श्रेयकर हुन्छ। त्यसलाई सम्झेर, त्यसलाई व्याकुल भएर, त्यसलाई नै सधैँ चाहिँ सम्झेर बस्दाखेरि जीवन खुसी हुन सक्दैन। जीवनका मोडहरूमा अनेक किसिमका मोडहरू आउँछन्। तपाईँ सोध्दै नसकेको कुराहरू पनि हामी तयार हुनुपर्दछ। जस्तो म तयारी नभएको अवस्थामा मैले चाहिँ जुन किसिमका चाहिँ लन्डनमा मुटु दुख्दा भन्ने चाहिँ निकै मेरो सिर्जना मैले गरेँ, त्यस्तै कतिका जीवन चक्रहरूमा नभएका कुराहरू, नसोचेका कुराहरू आउँछन्। त्यसलाई हामी चाहिँ निकैमा सकारात्मक सोच बनाएर अघि बढ्नुपर्छ, तयारी गर्नु पऱ्यो, होमवर्क गर्नु पऱ्यो। त्यसलाई सम्झेर त्यसले हामीलाई चाहिँ विकनेस बनाउने होइन, त्यसले हामीलाई खाने परास्त गर्ने होइन, हामीले रोगलाई अथवा हामीले समस्यालाई जितेर अघि बढ्नुपर्छ। त्यो गरेको खण्डमा नै हामी चाहिँ सफल अथवा सुखी हुन सकिन्छ। त्यसलाई सम्झेर विलाप गरेर बस्यो भने नोक्सान आफैलाई हुन्छ, त्यो गर्नु हुँदैन। कुनै पनि रोगी मान्छेले के छ भन्दाखेरि मनोबल उच्च राख्नुपर्छ। एकपल्ट रोग भएपछि म त आफूलाई त अहिले के भन्छु, भूतपूर्व बिरामी त थिएँ म अहिले बिरामी होइन, म आफूलाई बिरामी जस्तो मलाई लाग्दैन। म त भूतपूर्व बिरामी हो। ठिक छ, औषधि खानुपर्ने, डाक्टरलाई जानुपर्ने कुराहरू अघि नै भनियो, त्यसलाई सजगता हौँ। तैपनि जीवनका मोडहरूमा अप्ठ्याराहरू आउँछन्। त्यो अप्ठ्यारालाई आफ्नो जीवनका लक्ष्यहरूलाई हामीले चाहिँ निकैमा वञ्चित गर्नु हुँदैन। त्यो अनुरूप हामी अघि बढ्नुपर्दछ। त्यो चाहिँ त्यसलाई हामी सामना गर्न तयार हुनुपर्दछ। सुख दुःख भन्नेको त आइरहन्छ। दुःख आउँदैमा डराउने अथवा सुख आउँदै मार्ने पनि कुरा होइन। सुख त हामीले चाहिँ जति बाँड्न सक्यो, जति दिन सक्यो, जति कर्म गर्न सक्यो, त्यति चाहिँ निकैमा हामीलाई चाहिँ फाइदा हुन्छ। दुःख पनि जति हामीले बाँट्न सक्यो, जति आफूले चाहिँ भन्न सक्यो, जति हामीले सेयर गर्न सक्यो, त्यही नै कम हुन्छ। त्यो सेयर गर्ने अभिप्रायमा नै मेरो चाहिँ कलमलाई मैले साथमा लिएको कुरा फेरि म स्मरण गर्न चाहन्छु। यो कार्यक्रमको उत्तरार्धतिर चाहिँ अलिकति विषयलाई थोरै मोडौँ होला। तपाईँ बाङ्मय प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली बाङ्मय प्रतिष्ठानको अध्यक्ष, नेपाली साहित्यको क्षेत्रमा काम गर्छौँ भन्ने साहित्यकारहरूको पकेटका अथवा पेसागत एउटा सङ्गठनहरू अन्य हुँदाहुँदै पनि, साहित्यसँग सम्बन्धित अन्य केही सङ्गठनहरू हुँदाहुँदै पनि तपाईँले बाङ्मय प्रतिष्ठान किन स्थापना गर्नु पर्यो? यसका लागि समुदायमा अथवा भनौँ त्यो साहित्यकारहरूको सर्कलमा चाहिँ तपाईँमा जस्तो पदका लागि त्यो आसक्ति हो अथवा त्यस्तो भन्ने खालको अलिअलि आलोचना भएको पनि मैले पाएँ। के हो वास्तविक? अब यो चाहिँ के भन्छ, हाम्रो काम होइन कर्म गर्ने। हामी आएको यहाँ किन भन्दाखेरि अथवा कुनै पनि कर्म गर्न आएको। कुनै पनि मान्छे बिना कर्म बस्छ भने त्यसको जीवन सफल हुँदैन। जस्तो चाहिँ म आउँदा 22-25 वर्ष अगाडि आउँदाखेरि बेलायतमा नेपालीहरू 4-5 हजारभन्दा न्यून थियो। अहिले जुन क्रम बढ्दै गयो त्यो अनुसार चाहिँ निगरीमा सोसाइटीहरू बढ्दै गए र चाहिँ धेरै उद्यानहरूमा चाहिँ धेरै पुष्पहरू हुनु राम्रो कुरा हो। पुष्प भनेको चाहिँ तपाईँको चाहिँ पुष्पले बासना दिनु पऱ्यो, पुष्पले तपाईँ सुवास सर्नु पऱ्यो। संस्था भएर खोलेर खादाको प्रवृत्तिको लागि संस्था खोल्यो भने त्यो संस्थाले चाहिँ सार्थकता दिँदैन। संस्थाले काम गर्नु पऱ्यो, कामको निम्ति संस्था चाहियो। भोलि चाहिँ निगरीमा हाम्रो अन्तर्राष्ट्रिय साहित्य समाज जुन एउटा संस्था छ अमेरिकामा, त्यहाँ हाम्रो धेरै किसिमका चाहिँ मनमुटावहरू भएर उनीहरू हाम्रो असहज परिस्थिति भएपछि हामीले आफ्नो पहिचान र हाम्रो आफ्नै छुट्टै काम गरेको निमित्त हामीले बाङ्मय प्रतिष्ठान खोल्यौँ। बाङ्मय प्रतिष्ठान खोलिसकेपछि यहाँ धेरै कामहरू भएका छन्। जस्तो चाहिँ नेपालमा चाहिँ निगरीमा डायस्पोरा लाइब्रेरी खोल्नेदेखि लिएर हाम्रो चाहिँ निगरीमा शान्त चौधरी लगायत पत्रकारहरूलाई पुरस्कार दिनदेखि लिएर हामीले हिमालयन सोलदेखि लिएर हामीले एकै वर्षमा 7वटा किताब निकाल्यौँ। हो, तपाईँहरूले के कामहरू गर्नुभएको छ, तपाईँको सङ्गठन क्रियाशील पनि छ, तपाईँहरूले आफ्नै तरिकाले काम गर्न, आफ्नै पहिचानका लागि संस्था स्थापना गरेको पनि भन्नुभयो। तर समुदायमा रहँदाखेरि साहित्य जस्तो क्षेत्रमा संलग्न व्यक्तित्वहरू, साहित्यकारहरू पनि एउटा संस्था सञ्चालनको
जस्तो एउटा सामान्य विषयमा जनरल विषयमा चाहिँ सहमति गर्न नसकेर त्यसमा अब भनौँ यता कता पदको बाँडफाँडमा पनि कुरा नमिलाएर फरक धेरै संस्थाहरू स्थापना गर्नु त्यसले समाजमा गतिलो सन्देश त दिँदैन नि। होइन, मलाई चाहिँ यसको चाहिँ मलाई के लाग्छ भन्दाखेरि तपाईँको संस्था धेरै हुन आफ्नो नराम्रो होइन। अघि नै भन्यो कि त्यसले काम के गर्छ त्यो हेर्नु पर्यो होइन। कोही चाहिँ खादा र चाहिँ के अरे पदको संस्कारमा हुर्केको छ मान्छेहरू छन् भने उसको चेतना त्यस्तै छ, उसको विवेक त्यस्तै छ भने त्यसलाई हामीले चाहिँ समाजले त मूल्याङ्कन गरिरहेको छ नि होइन। त्यस कारणले धेरै चाहिँ के अरे सहर भएर नै एउटा समृद्ध देश भन्छ नि। त्यस कारणले धेरै हुँदाखेरि त्यसलाई हामीले चाहिँ के अरे कुनै केही गर्नु पर्दैन, तर त्यसले काम के गर्यो त्यसको चाहिँ के अरे क्रियाकलाप के छ, त्यसले सुवास कति दिएको छ। तर शक्ति चाहिँ धेरैतिर विभाजित हुनुभन्दा एकत्रित भयो भने त जुन काम पनि हुन्थ्यो होला त्यो अलिक बढी प्रभावकारी हुन्थ्यो कि भन्ने चाहिँ मेरो जिज्ञासा। होइन, यो चाहिँ धेरै भएपछि धेरै किसिमका चाहिँ आइडियाहरू आउँछ नि, धेरै किसिमका कामहरू हुन्छ नि। एउटै भएपछि तपाईँको घर परिवारमा पनि तपाईँ 4 भाइ चाहिँ घर परिवारमा एउटै चाहिँ के अरे ठाउँमा बस्यो भने त्यसले विकास कम गर्छ। जति तपाईँले 4 भाइ चाँडै छुट्याइदियो भने उसले आफ्नो घर चाँडै बनाउँछ, उसले परिवार चाँडै बनाउँछ, ऊ समृद्धितिर बढी लाग्छ नि। त्यस कारणले धेरै हुँदाखेरि राम्रो कर्मको निमित्त मलाई चाहिँ केही फरक पर्ला मलाई लाग्दैन। त्यसो भए भन्नुहोस् वाङ्मय प्रतिष्ठानले अब चाहिँ के गर्दैछ? विगतमा गएका कामहरू बारेमा तपाईँले सामान्य उल्लेख गरिसक्नुभयो, अब तत्काल अथवा निकट भविष्यमा के छ कार्यक्रमहरू? अब हामीले चाहिँ अब म पनि आफै पनि मैले 3टा सहमा हामीले विशेष ध्यान दिन्छु, मैले र हाम्रो साथीहरूले पनि शिक्षा, साहित्य र स्वास्थ्य। हेर्नुहोस्, त्यसको निमित्त अब हामीले चाहिँ डायस्पोरा लाइब्रेरीदेखि लिएर काठमाडौँ खोलेका छौँ, त्यसलाई हामी निरन्तर दिने र चाहिँ हामी पहिलो पुस्ताका नेपालीहरू र हाम्रा छोराछोरीहरूलाई नेपालमा जोडिएको निमित्त हामी चाहिँ एउटा डायस्पोरा चाहिँ पुरस्कार पनि स्थापना गरेका छौँ। जो मान्छेले डायस्पोरा सम्बन्धी डायस्पोरा भन्ने शब्द छ नि, जुन विदेशमा बस्ने नेपालीहरू लेखेका लेख्छन् नि, त्यसको पनि एउटा पहिचान हुनु पऱ्यो नेपालमा। त्यसको निमित्त पनि एउटा चाहिँ हामी नेपाल गएको बेलामा अब हाम्रो पनि एउटा ठिक छ, हामी आफ्नो काम कर्मस्थलको लागि बेला त आए पनि हामी त नेपाली नै हो नि, हाम्रो पनि छुट्टै पहिचान नेपालमा हुनु पऱ्यो भनेको निमित्त हामी डायस्पोरा चाहिँ लाइब्रेरी लगायत डायस्पोरा पुरस्कारमा हामी क्रियाशील छौँ। त्यसरी नेपालका चाहिँ सङ्घ संस्था लगायत थुप्रै साहित्यकारहरूसँग पनि हामी जाने आउने क्रम चलिरहेको छ, त्यो निरन्तर चलिरहन्छ। र यहाँ बसेर हाम्रो चाहिँ के भन्दा हाम्रो चाहिँ आफ्नो भाषा, संस्कार र संस्कृति एटलान्टिक महासागरमा सधैँ विलिन हुने हो कि त, आफ्नो पिता पुर्खाको चाहिँ विरासतहरू सधैँ हिँड नामित हुने हो कि त भन्ने पिरमा हामी छौँ। हाम्रो छोरानाति, हाम्रो यहाँका सन्ततिहरूले हाम्रो इतिहास, हाम्रो चाहिँ के अरे वास्तविक परिस्थितिहरू, हाम्रो संस्कार, हाम्रो संस्कृति नबिर्सुन् भनेर हामी त्यसको निमित्त पनि अरू क्रियाशील छौँ। त्यस कारणले अब यो रोजीरोजीको निम्ति लाग्नुपर्ने फुल टाइममा संस्थामा कोही लाग्न सक्दैन। जति हामीले चाहिँ के अरे काम गरेका छौँ यो भोलन्ट्री भएको हुनाले जति छ त्यसको निमित्त हामी चाहिँ क्रियाशील छौँ। अब चाहिँ के अरे कति गर्न सकियो सकिएन त्यो भविष्य गर्वले बताउला। तैपनि हाम्रो चाहिँ अवस्था के छ भन्दाखेरि यहाँ बसे पनि हामी पनि एटलान्टिक महासागरमा हराएको विलिन भएका छैनौँ, हामी पनि क्रियाशील छौँ है भनेर चाहिँ एउटा किसिमको सन्देश नेपालमा अथवा चाहिँ कम्युनिटीमा पनि दिनको लागि निमित्त पनि हामी चाहिँ लागिपरेका हौँ। हुन्छ विकलजी, तपाईँको यो क्रियाशीलता चाहिँ अझै बढ्दै जाओस् अथवा यही अनुपातमा अघि बढ्दै जाओस्, यसले तपाईँको स्वस्थ जीवनका साथसाथै तपाईँहरूकै लक्ष्य अनुसार हाम्रो समाजलाई पनि केही फाइदा गर्न सकोस्, सहयोग गर्न सकोस्। कार्यक्रममा आइदिनु भयो, आफ्ना अनुभवहरू, आफ्ना विचारहरू हाम्रा दर्शकसँग सेयर गरिदिनु भयो, यसका लागि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। मेरो चाहिँ आग्रह दर्शक महानुभाव सबैलाई स्वस्थ हौँ, आफ्नो चाहिँ नम्बर जानौँ र त्यो अनुसार जीवनयापन गरौँ, क्रियाशील हौँ र चाहिँ के अरे सङ्कोच नमानौँ डाक्टर कहाँ जान अथवा चाहिँ बेलायतमा बस्ने मान्छेहरूलाई आफ्नो जीविका गरेर भन्न कुनै पनि बेलामा अस्पताल जानलाई सङ्कोच नमानौँ, त्यो अनुसार जीवनयापन गरौँ र आफ्नो मनोभावना र मनोभय उच्च राखौँ, त्यो अनुसार जीवनयापन गरौँ, यही भन्ने मेरो आग्रह गर्छु। मलाई 2-4 शब्द भन्ने जुन समय दिनुभयो यसको निम्ति यहाँलाई म कृतज्ञ अर्पण गर्छु। नमस्कार, सबैको जय होस्। नमस्कार, धन्यवाद। हवस् दर्शकवृन्द, आजका लागि कार्यक्रम एनटिभी विशेषको समय सकिएको छ। आज मैले नेप्लिज हार्ट फाउन्डेसनका अध्यक्ष समेत रहनुभएका अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानका अध्यक्ष विकल चन्द्र आचार्यसँग छलफल गरेँ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रतिका प्रतिक्रिया, सल्लाह र सुझावहरू केही छन् भने तपाईँ हामीलाई पठाउनुहोला। कार्यक्रमको अर्को श्रृङ्खलामा फरक विषय र फरक व्यक्तित्वका साथ फेरि उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मका लागि हामीहरू सबैलाई बिदा दिनुहोस्। नमस्कार।